No बोलते के वैसे नहीं था खाना साना बनाउनु छैन रातिको 11 बजे 1 बजे बनाउँछ सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग सो सबैजना सन्चै हुनुहुन्छ होला सो ब्लग केको बारेमा हो भने मैले भनिराख्नु पर्दैन थम्बनेलहरु पनि थाहा पाइसक्नु भएको होला सो आज मेरो रुममा चाहिँ मेरो विकास साथी अनि दुईजना लक्ष्मीको साथी चाहिँ यता आएको थिए हाम्रो रुममा सो उनीहरू चाहिँ अघि नै बाहिर गएको हैन मासु लिन गएको मलाई चाहिँ रिस उठ्यो जस्तो मैले नाटक गर्छु हैन किन ढिला आइस भनेर यहाँ त्यसलाई प्र्याङ्क गर्दैछु हैन सो यो क्यामेरा चाहिँ हामी चाहिँ भित्र फिट गर्छौं सुरुमा हैन अनि त्यसपछि चाहिँ लक्ष्मी म्यामलाई प्र्याङ्क गर्छौं र उसको साथीलाई पनि प्र्याङ्क गर्छौं हामी सो आज चाहिँ त्यस्तै भनौं न उले चाहिँ ढिला आएको कारणले त्यस्तै रियाक्सनमा हाम्रो भ्लग हुन्छ सो मैले चाहिँ उलाई चाहिँ पहिल्यै डराइसकेको छु त कहाँ गतिस के गरिस् भनेर पहिल्यै रोइसक्यो सो अब रियाक्सन तपाईहरुलाई थाहा हुन्छ कस्तो हुन्छ ल हामी रुममा गएर पहिला क्यामेरा फिट गर्छौं अहिले बेलुकाको यसै 9 बजिरहेको छ हैन 9 बजिरहेको छ सो उले र मैले मिलेर प्र्याङ्क गर्दै हो भिडियो चाहिँ बब्बा लास्ट समय नलागेछ ल बाइ बाइ गाइस हामी रुममा जान्छौं सो क्यामेरा चाहिँ म लुकाउँदै छु गाइस है होला क्यामेरा लुकाउँदै छु सो क्यामेरा लुकाउँछु पहिला अनि त्यसपछि खोइ जानु न भने म के गर्छु र मेरो गल्ती फेरि तले मैले के भने त यहाँ के भन्छ है मैले राम्रो मुखले भनिरहेको छु मैले तले हेर्नु फेरि के भयो बौला म कहिले यस्तो गर्नु भएको मतलब यहाँ त पसल गएको पनि फेरि यस्तो त यहाँ भने पसल त यहाँ फेरि म त्यहीँबाट हान्न तले हान्न नपाउँ त्यहीँबाट हान्न परोस् मैले भनिरहेको छु राम्रो मुखले तर हान्नलाई ठुलो कुरा हुँदैछ नि यहाँ के भन्छु राम्रो मुखले भनिरहेको छु मैले तले किन गरेर बसिरहेको तले मैले के भने तले मैले अनि तलको माथि कति टाइम लाग्यो तैँले 7:30 मा गएको 8:30 अनि तिमीलाई सोध्नु न त म के गरे कस्तो के गर्नु पर्दै के वैसे नि त हरेक दिन त ठुल्ठुल तले काम गर्नु छैन त यहाँ काम गर्नु छैन तले नसोधिकन कहाँ घुम्नु गएको त एक दिएर म तेरो मुख सुक्दैन हैन फुटाइदिएर म फेरि मा म त पकाउँदैछु कि डर्यो के मासु बनाउँदैछु ओ विकास त्यो मासु हेर त तले मैले 20 दिन भनिसकेको छैन तर मैले 40 दिन भन्छ तले मैले राम्रो मुखले तले मैले कति दिन भन्ने हो तले कस्तो के गरिरहेछ त के भयो तलाई काम साम गर्नु छैन मान्छेहरू आएको खानु घुम्नु भएको त के जाने खास कतिखेर खाना बनाउनु पर्छ कतिखेर के बनाउनु मात्र जान्ने हो रोएको जिन्दगी चल्छ
तेरो ढाड साह्रो भाँदिने पनि हान्छौँ फेरि कसको फेरि ढाड भाँच्नु मन लाग्छ तेरो ढाड भाँच्नु मन लाग्छ नि रुनी कराउने काम अहिले थाहा आउँछ तँलाई भइदियो त किन कराएको त मैले नि एकछिन ढिलो आउँदा पनि यस्तो कराउनु पर्छ फेरि आउँदैदेखि टाइममा आउनु पर्दैन किन कति मिनटको टाइम दिएको मैले तँलाई कति मिनटको के कहाँ गएको अरे मासु ल्याउनु कस्तो रिस उठाउने कि मलाई ध्यान गरेर हुन्छ के भन्ने बित्तिकै किन कराउनु पऱ्यो गर्नुपर्छ त अनि मन राम्रो गरेर किन ढिलो आएको भन्नु मन पाउँछ त अनि भयो कि बिहान त्यसै अति नगर्छ नि त्यसै होइन जान विकास जाऊ घर जाऊ एकछिन मान्छे खाजा अरू के खाएर आएको खाजा भयो न तिमीले अनि खाजा रिजेक्ट गरेको कि कसले त्यहाँ पकाउने होइन कि यार अरू हुन्छ नि अहिले टाइममा आउने टाइममा खाजा खाने अनि मैले जाम त भनेको के नजाम भनेको र खाजा खाने टाइममा खाना बनाउने कराउनु पर्छ त मान्छेहरू मान्छेको मर्नु मान्छेको के फेरि सोध्नु टाइममा त कति बजे बिहान खाना बनाएको यसले बिहान खाना बनायो नि बिहान यसो उठेर खाना अब बनाउनु बिजी छ निद्रा 3 बजे खाना खाएको मलाई अब के भन्नु त कस्तो काम गर्नुपर्छ कस्तो काम गर्नुपर्छ भयो नबोली हुन्छ अझ के गरेर उतापट्टि गएर आएको कि यो झ्यालको उतापट्टि म जान सक्दैन यार चोरको जस्तै रातिले के गरेर आऊ भनेर फेरि अनि के रिसाबे ढुवा थम पारेपछि अनि यहाँबाट जाने बाध्यता भएन नि त माथिबाट छेडेर आइज नि त माथिबाट अति नबसे कि बिना त्यस्तो हामीलाई पनि त नराम्रो फिल हुन्छ नि त नराम्रो फिल होइन कि छाडिदिनु क्या भयो स्टप तनिले जा यस कपडा भने अनुसार नचलेपछि यताउता काठमाडौँ हो दागी नै काठमाडौँ हो यो भने अनुसार नचले टाइम अनुसार नचलेपछि यहाँ मान्छे डाउन भएको हो सट डाउन भएको थाहा हुनु पर्छ तर खोलातिर के गल्ती गरेर त के ढिलो आयो भने एक बुढा मान्छे उनीहरू खाना खाएर आउन् कि छोरी मान्छे होस् कि घरको काम मैले सम्हाल्ने कि तैँले सम्हाल्ने होस् यसले निकाल्छु म एक्लै बस्छु उतापट्टिको रुममा बसेँ त आज त नआइज भोलिबाट बुझ्छ कि नै म तँलाई समातेर ऊ तल खोलातिर पुऱ्याइदिनु हे नानी तैँले मलाई बेला नटेर्ने कति के भएको छ यो त उता थाहा पाउनु होइन हे गरेर हुन्छ मैले कहिले गर्छु त यहाँ भर्खर त हो के अरे कि यहाँ गर्छु र रोएर काम चल्दैन क्या जिन्दगीमा के भन्ने बित्तिकै ढ्याँ गर्ने अरू के काम आउँछ तँलाई काम आफै गर्ने त नआयो भने एक झापड दिएर समातेर म त समातेर त खोलातिर पुऱ्याएर आउने आउने मान्छे होइन थाहा कि नि मोटी बिहान छिटो उठ्नु छैन आफ्नो के भएको तँलाई के भएको नि के ओ सधैँ यस्तो त गर्नु हुँदैन नि त बिना जति नगर्नु न ओइ जा अब कस्तो हुन्छ कुल बिहाज कपडा त यसको सुटकेस दिनुपर्छ हामी आएर यस्तो भयो भने चाहिँ म चाहिँ जान्छु होइन यसलाई पनि लिएर जानु पर्यो क्या म एक्लै बस्छु यो रुममा त्यहाँदेखि लिएर जान्छ मान्छेहरू आउँछन् के आउँछन् गर्ने खनि भिडियोको मात्र यसलाई चिन्ता हुन्छ फोटो कसरी खिच्ने भिडियो कहाँबाट बनाउने त्यही हो चिन्ता छोरी मान्छे होइन नि त छोरी मान्छे भोलिको दिन अर्को घर जानुपर्छ अर्को घर पनि मान्छे आउँदाखेरि मजाले भिडियो बनाउने मोबाइल चलाएर बस्यो भने के हुन्छ होइन नगए पनि आफन्त त हुन्छ नि होइन
अनि आफन्त घरमा त सधैँ त्यस्तै गर्नुहुन्छ त ओइ निक्ले जानु राम्रो निक्ल्यो भन्दा चाहिँ निक्ल्यो है ल फेरि म मेरो भुइँ चलाउँछु फेरि ओइ यस्तो अति नगर्ने भिनाजु फेरि माथि रिस उठ्छ नि ओइ सुनिस ओइ अरे जागी त आ मलाई रिस नगर्नु भन्दैछ नि भिनाजु ओइ उठ्नु त नि त जाके कपडा सबै प्याक गरेर मसँग आउँदैनस् भने त अघि उठ के अनि सुन्दै छ उठ के उठ्दैन उठेर जा घरतिर आफ्नो घर मम्मीलाई फोन हानिदिने हो गाडी भाडा के छ इन्डिया छ तलसम्म जान्छ हामी भएर पाउनु भएको रहेछ जिजु प्लिज अनि त्यस्तो भन्दा सबैको मन दुख्दैन कि छोरी मान्छेको हजार पनि निक्ली जाऊ है सुन्नुहोस् तैँले निक्ल्यो भने रिस न भन्दैछु फेरि रिस गर्नु न भिनाजु कुल हुनु न कुल हुनु प्लिज भिनाजु कुल भइरहोस् ठगिरी भाषा हिँड्छ कि म जेल जान चाहन्छु अब ल हानेर मार्नु चाहन्छु सुन्नुहोस् है सुनिस नगर्नु न हौ दिदी नगर्नु न दुख्छ के कस्तो थोरै के थोरै कस्तो होला बरु हामी आएर पाउनु भएको चाहिँ हामी जान्छौँ कि उनीहरू न नगर्नु दुख्छ क्या निक्ले सुमबाट निक्ले त होइन म आएर होइन कुहाएर होइन म कुहाएर कुहाएर भने होइन मैले कसैको मैले कसले भने होइन यसले म आज निकाल्छु यो कामै छैन यसको अनि ओइ उठ है विकास तिमी पनि जाऊ यहाँ जाऊ हामी जान्छौँ कि त बुढो खाएर जाऊ तपाईँ रिस्टुरेन्ट भएको हो ओइ उठ्न भने सुन्नुहोस् सुनिस के कस्तो सुनिस हजुर निस्किनु घरदेखि रिस उठ्दैछ नि फेरि मलाई नगर्नु न हौ कपडा सबै मुखलाई कस्तो रहेछ क्या अझ हाँसिरहेको त दुख्छ के उठ्यो नुहाएर घर जा 5 दिन भइसक्यो यसले मलाई नभने भने नटेरे के हो त जिन्दगीमा भनेको नाट्यम है अबदेखि रिस उठ्दैछ नि फेरि मलाई त म जेल जान त रेडी छु खानासाना बनाउनु छैन रातिको 11 बजे 1 बजे बनाउँछ कि खाना के हो 1 बजे खाने त नि सबै सालले नि
नबोल क्या उठ्यो यता कस्तो दुखिसक्यो मिल्छ कस्तो गर्नुभएको दुखिरहेको गाह्रो परिसक्यो नर्नु क्या नर्नु पानी छैन के पानी छ कि छैन छैन पानी नदिने नदिनु क्या पानी भनेको नमान्ने हरेको नटेर्ने अन्त पानी खुवाइदियो यसलाई समातेर भएर मोटी लास्ट छोरा मान्छे यस्तो सोचेको नि को छोरा मान्छे जिन्दगी सारा मोटर गाडीमा के ओइ पानी रहेछ लक्ष्मा दुईटामा भरेर काम गर्न के छोरी मान्छे नोकर हो नोकर आफ्नो खानेकुरा नोकर होइन चाकर हो चाकर पाथर पाथरी मोटी यस्तो रिस उठ्छ नि मलाई अघिबाट रिस उठिरहेको त्यसले मलाई अझ जा सब जा उतै जा मासु बन्द छ आफ्नै मासु सकिन्छ मैले के रिस उठाएँ कति अति बुक गर छिटो भयो बुक गर छिटो मैले भन्दैछु फेरि तर हेरेँ फेरि मलाई भिस्नु आउँदा फेरि भयो म त लाइफमा कहिले नि अब बोल्दैन विनाशसँग म त कोच चिन्दा पनि चिन्दैन अयो कस्तो पिट्नु भएको क्या त्यो रिस उठेछ नि फेरि मलाई यसो दुइसेको पनि थिएन के भयो निक्ल्यो है त्यहाँ निक्ल्यो पैसा निक्ल्यो है सुन्न सोए पुचे किन हाँस्नुभएको क्या त्यत्तिकै कति जुम जुमै पर्यो पुरीलाई बनाउने दिनुलाई किन हाँसेपछि नाट नगर है हामी हाँसे होइन ठुल्ठुलो कुरो गरेर आएको त्यही भएर मैले भने टाइममा आउने टाइममा जाने त्यही भएर म रिसाएको हो किन नआएको यो न हो सबैभन्दा मैले चाहिँ के गर्नु मैले त्यो गिटारै चुरा मैले त्यही गरेँ रातभरि बजाएर कान मेरो हकमा ख्यारिङ 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 ख्यारिङ
सकिसक्यो साँझै सक्यो कि भोकले 4 सक्यो बहिनीले कसै सुना नजाऊँ भनेर हजुर त कहाँ जाऊँ कस्तो पाबी कति धेरै कुट्नु यति धेरै रुवाएर कति धेरै कुट्नु भयो कोही हात देखिनु हाम्रो एउटा सानो प्र्याङ्कको प्रयास थियो हामीले रोउने भनेर थियो आज कतिको रोज्छ बढी भनेर थियो होइन यति धेरै चाहिँ कुटिँदैन प्र्याङ्कमा पनि यस्तो चाहिँ हुँदैन कम्ती साह्रो हान्नु भएन हौ नदेखाउनु यहाँ प्र्याङ्क नट प्र्याङ्क वाले प्र्याङ्क उताबाट हेरे जस्तो त लाग्थ्यो मलाई यहाँ उहाँबाट हेर्छु जस्तो त लाग्थ्यो त्यहाँबाट लुकेर हेर्नु त थाहा पाएन हामी यो उयसमा बाँधिर के गरेर आएर दुईजना मान्छे उताबाट थाहा भइसक्यो भन्ने लाग्यो रियल प्र्याङ्क हो कि यो भने म बोल्दिनँ यति पराङमा यस्तो गर्छन् है मान्छे कुट्ने पराङ भन्ने बानी मान्छे त नाटो पराङ पनि कुट्ने बानी हानेको क्या उता चिलमा बस्यो ल हाम्रो गाइस यस्तै भयो हल्का मुडा फोड के अरे लाइक त्यो प्र्याङ्क हामीले गर्न चाहिँ एकदम रियल नै गर्न खोज्यो रियल नै गर्नु चाहिँ तर रियल नै भयो है भयो नै तर एकदम राम्रो भयो आजको रियल प्र्याङ्क चाहिँ सो आई होप साली रिसाइरह यो पनि रिसाइसक्यो होइन 3टा साली रिसाइसक्यो सो रियाक्सन चाहिँ अब के भन्छन् हाम्रो टिकटक टुकुरको साथीहरूले त्यो अर्को भिडियो हाल्छ भोलि धन्यवाद मेरो साथी चाहिँ मिलेको चाहिँ सुरुमा उसले है हेलो गाइज उसले मिलाएर गरेको हामीले दुईजना मिलेर गरेको सो उसको उसले चाहिँ डराएर लक्ष्मीलाई मदन त बोल्दैन अब म भर जान्छु भनेर यताबाट झोला बोकेर उता सो गाइज जे भयो नि मजा आयो होइन 20-25 मिनट भनेको हजुरहरूले कस्तो चाहिँ लाइक फिल गर्नुभयो कमेन्ट गर्न चाहिँ नछोड्नु होला है जति पनि पैसा आउँछ लक्ष्मी मेमलाई है लक्ष्मी मेमलाई चुरापोते सिन्दुरीले किनिदिने पुग्नु मेरो एसी ल गाइस बाइ